चर्तिला एकादशी यही पुसको 30 गते परेको छ। विशेष महत्त्व बोकेको यो एकादशीको व्रत कसरी गर्ने, के खाने, के नखाने म तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। स्वागत छ तपाईहरुले अहिले शास्त्री सन्तोष युट्युब च्यानल हेर्दै हुनुहुन्छ र सम्पूर्णले यो च्यानललाई सब्स्क्राइब, लाइक र शेयर गर्न चाहिँ नबिर्सनु होला है त। चर्तिला एकादशी विशेष गरी तिलको महत्त्व छ यो एकादशीमा। सकेसम्म तिलको दान, तिलको प्रयोग र तिलबाट बनेका परिकारहरू पकाएर भगवानलाई समर्पण गर्दा अत्यन्तै राम्रो हुन्छ। पहिलो नम्बरमा सूर्योदय हामीले बिहानै सूर्योदयभन्दा अगाडि उठ्न पर्ने हुन्छ। 5 बजेभन्दा अगाडि उठेर तत्पश्चात हजुरहरूले स्नान, जप, ध्यान अनि शुद्ध वस्त्रहरू लगाइसकेपछि अनि भगवानलाई स्नान गराइदिनु होला विशेष तरिकाले, दुध, दही, घिउ, मह, चिनीले। अनि तत्पश्चात त्यस दिन हजुरहरूले चर्तिला एकादशीको व्रत कथा पनि के गर्नुपर्छ, सुन्नुपर्ने हुन्छ। कस्तो हुन्छ भने प्रायले व्रत बस्नुहुन्छ है, तर एकादशीको व्रत कथा चाहिँ त्यो व्रत महात्म्य चाहिँ नसुनेको पाउँछु मैले। तर वास्तवमै सुन्नुपर्ने कुरा त्यो पनि हो, किनभने चर्तिला एकादशीको महत्त्व, त्यस दिन के गर्नुपर्छ, त्यसको कथा के छ, सम्पूर्ण प्रसङ्गहरू त्यो कथामा भनिन्छ, जसले गर्दा हामीलाई त्यो एकादशीको व्रतको महत्त्व बुझ्न अझै सजिलो हुन्छ। त्यसै कारणले गर्दा चर्तिला एकादशीमा हजुरहरूले त्यो व्रत महात्म्य पनि सुन्नुहोला। यही च्यानलबाट त्यस दिनको बिहान आउनेछ र अहिले नै हजुरहरूले सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला, शेयर गर्नुहोला, यानि कि हजुरलाई जानकारी होस् भनेर। तत्पश्चात हजुरहरूले भगवानलाई दुध, दही, घिउ, मह, चिनीले राम्रोसँग स्नान गराइसकेपछि श्रृङ्गारेर अनि त्यसपछि हजुरहरूले श्रृङ्गार गरे पश्चात धूप, दीप, नैवेद्यद्वारा भगवानलाई अर्पण गरेर मन्त्र पुष्पाञ्जली गर्ने। मैले जे जानेको छु, जे सकेको छु र जे बुझेको छु त्यही गरेको छु भनेर आफ्नो भावलाई समर्पण गर्ने। र तत्पश्चात हजुरहरूले दिनभरि सकेसम्म एकादशीको व्रत बस्दै गर्दा अरूसँग बोल्ने, अरूसँग हल्ला गर्ने, अरूसँग हुन्छ नि अरूको कुरा काट्ने, यस्ता कामहरू छोडिदिनुहोस्। सकेसम्म ओम नमो भगवते वासुदेवाय महामन्त्र धेरैभन्दा धेरै जप गर्नुहोला। अब अर्को कुरा, त्यस दिन अब हजुरहरूले व्रत बस्नेले केही तिलका दानाहरू ग्रहण गर्न सकियो भने, अब अरू जस्तै तिलका दाना मात्रै नभएर तिलबाट बनेका लड्डुहरू दान गर्ने, तिल दान गर्ने हैन। अनि तिलको तेलमा बनेका बत्तीहरू अब बाल्न सकियो। सँगै अब हजुरहरूले तिलको हवन गर्न सकियो। विशेष छ यस दिन चाहिँ हो तिलको सकेसम्म धेरै प्रयोग गर्दै यो एकादशीलाई अब दिनभरि हामीले यही मन्त्रहरू जप्दै। अब भोलिपल्ट फेरि हाम्रो के छ, माघे सङ्क्रान्ति छ। अब माघे सङ्क्रान्तिको पनि तयारी गर्नुपर्ने हुन्छ। कतिपय आफ्ना अब तीर्थहरू जस्तै चितवनमा भएका अथवा नेपालभरि जति नजिक हुनुहुन्छ देवघाट आउने चलन छ, कतिपय अब पशुपति जाने चलन छ, कतिपय त्रिवेणी जाने चलन छ नि त। हो यस्तो अब आफ्नो तीर्थहरूमा जानुपर्ने हुन्छ, तीर्थहरूको तयारी पनि गर्नु पर्यो। अनि तत्पश्चात हजुर जाँदै गर्दाखेरि धेरै ख्याल गर्नुहोला, धेरै ध्यान दिएर अगाडि बढ्नु होला। र अब माघे सङ्क्रान्तिको स्नान पनि विशेष महत्त्व छ। त्यस दिन अब हाम्रो अब त्यस दिनैबाट अब हामीले अब भन्नुपर्दाखेरि सूर्य उत्तरायण जाने समय छ। अनि अब यसै दिन अब देवताहरूको दिन पनि भनिन्छ। अब त्यस तत्पश्चात अबका दिनहरू 6 महिना। त्यसै कारणले गर्दा हामीहरू एकदमै अब सूर्य पनि मकर राशिमा प्रवेश गर्ने समय हो यो। अब मैले हजुरलाई बताउँछु है त। जस्तै वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष, माघ 10 भयो। जस्तै मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर राशिमा हो। मकर राशिमा सूर्य प्रवेश गर्ने समय हो यो। प्रवेश गरेपछि को 12 घण्टाको समयले हामीले शुभ समय, लाभ समय भन्छौँ के हो। त्यति बेला के गर्नुपर्छ भने स्नान गर्ने, जप गर्ने, ध्यानहरू गर्ने। यसमा ठुलो कथाहरू छन्, प्रसङ्गहरू छन्, त्यो मैले अब अर्को भिडियोमा भन्नेछु। भने अहिलेका लागि भने हजुरहरूलाई चर्तिला एकादशीको विशेष तरिकाले हाम्रो यही पुसको 30 गते व्रत, ध्यान, पूजापाठ गर्दै त्यस दिनको साँझ अब हजुरले धूप, दीप, नैवेद्य गरेर फेरि भोलिपल्ट पूजा गरे पश्चात मात्रै केही ग्रहण गर्न सक्नुहुन्छ। तर भोलिपल्ट फेरि सङ्क्रान्ति भएको कारणले गर्दा हजुरलाई त एकदमै फलिफापै हुने भयो कि भोलिपल्ट पनि फेरि गङ्गामा स्नान गर्ने अथवा गङ्गाजल मिसाएर स्नान गर्ने र तत्पश्चात मात्रै हजुरहरूले अब ग्रहण गर्ने अथवा तिलको लड्डुहरू खाने, के छ दान गर्ने, त्यो गरेर मात्रै हजुरहरूले यसलाई व्रतलाई समाप्ति गर्न सक्नुहुन्छ है त। जय श्री राधे। अन्य कुनै केही कुरा बुझ्नु भएको छैन भने कमेन्ट गर्नुहोला है त। जय श्री राधे।